कुटाकुटे भाउ नि त हेलो एभ्रिवान, इट्स मी आज थापा। वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हामी टक्क एउटा सानो राइड टाइपको भनेर जान लाग्यौँ। अनि एउटा ठाउँ कता भन्दाखेरि त्यो कुलेखानी ठाउँ। यो प्लान चाहिँ कसरी भयो भन्दाखेरि हिजो चाहिँ ट्याक्कै हाम्रो केटाहरू यसो ग्रुपमा कल गरिरहेको थियो। के कुरा भइरहेको थियो। अनि त्यसपछि ल भोलि जाउँ न त कतै भन्यो। ल कुलेखानी भने एकजनाले ल भरे जाउँ भन्यो। ल आज चाहिँ हामी बिहान उठेर सबैजना फ्रेस भएर अब निस्किन्छौँ। ठ्याक्कै अहिले 7:20 जति भयो। अब उनीहरू 5-10 मिनटमा आउँछ। अहिले चाहिँ हामी टक्क रोनी भाइको बाइकमा जानु लाग्यो। एकजना आउँछ, मेरो बाइक यहीँ राख्छ। किन भन्दाखेरि मेरो बाइक अलिक रिस्की छ होइन रोनी भाइ? रिस्की छ छैन? छैन पुग्यो गर्न सकेको छैन, मलाई सकेको छैन। अब केटाहरू उता 2जनालाई भेट्नु जान्छ सिधै। हाम्रो केटाहरू चाहिँ भेटिसकेको छ। यो यसको नयाँ आइपुग्यो। नयाँ कति घन्टा भयो? 75 घन्टा नि भएको छैन होला है। 75 घन्टा नि भएको छैन। स्टेट ट्युन है गाइस, स्टेट ट्युन होइन यता हेर मैले ल अब राइट सेभ है केटाहरू। ल है मैले 20 मिनट भाइ कहाँ आउनु भयो? यसो कुलेखानी जानु लाग्यो। ल यस्तो दिशामा भाइ त तौडसँग भ्लग बना, म तौडसँग चलाउँछु। म भ्लग बनाउँदैन नि बाटोमा। के हो त तिम्रो पनि फेरि ल जाउँ न केटा। जाउँ न भने जाउँ ल केटा हो कहाँ जाने? मेरो पछि आइज। ल हामी चाहिँ पेट्रोल हाल्न आएको छौँ। सबैलाई पेट्रोलमा स्पोन्सर गरिदिएको है फेरि। ल ओइ रोन हालिदियो। ल अब हाम्रो स्ट्रेट फरवर्ड टु होइन, बिचमा रोक्छु होला हामी, अनि त्यहाँबाट सिधै कुलेखानी। एउटा ठाउँमा कुन आएको ठ्याक्कै। यो कुन ठाउँ भन्दाखेरि यसको भिडियोग्राफ चल्दैछ है। ल म पनि खिचिदिन्छु। ल वाट अ ब्युटिफुल भ्यू म्यान। ल के भन्नु जाओस् त भाइ। हेलो गाइस, सबैले चाहिँ माया गरिदिनु होला हाम्रो च्यानललाई। ललितपुर चाहिँ किन लेखेको? ललितपुर चाहिँ त्यहाँबाट किन भएर क्या? ए अनि यो चाहिँ टिक भएर चाहिँ बुक पायो भने बुक भएको हो। अनि हेल्मेट चाहिँ भएन क्या तेरो? हेर्नु त कम्पनीले दिएको हो। स्टर्ट्सको दिन्छ। तिनीहरू झगडा हुँदैछ। ल अब हामी एकछिन यहाँ 1-2 मिनट रेस्ट भनौँ न होइन? ओइ केटा आइज फोटो खिच्नु। सेम आज द्याट। हामीले यहाँ बोटिङ गर्छु भनेर आएको, खास छैन, मान्छे छैन, सुनसान छ क्या गाइजहरू। बुझ्नु भएन? एकचोटि बाख्रा खुवाइदिएर प्लिज। अघि तेरो साउन्ड त अघि भिडियोमा त्यो बाख्रा कराएको यो हो फेरि।
फेरि ओइ मिजा ल ल फेरि हेऱ्यो ओइ त्यो ओ हेरे हेरे फेरि साथी रिसाए जस्तो साथी त्यो रोनाल्डो गोट हो यो रोनाल्डो गोट हो यो तेरो फेरि फेरि जाओस् न कान्छा सुन्न ल त तँलाई कि गुचिया जस्तो के हो अरे कस्तो हो अरे तँलाई किन गुचिया जस्तो है एन्टीले होला हौ बोट दिने हाम्रो कुरो चाहिँ यार तिनवटा मोबाइलबाट त मैले रिपोर्ट हाल्नु बोल्दैन किन के भयो झगडा भयो कुटाकुटे भयो नि त कहिले गोठको फाइट है गोठको फाइट खास त्यो प्रोटेस्ट भएको थियो अरे अनि अहिले के भन्दैछ जोस्यो अरे दाजुभाइको झगडा भयो झगडा हुने नै दाजुभाइ हो क्या अब टक्क हामी चाहिँ अब ठ्याक्कै जान लागेको छौँ यो ठाउँ टक्क कोही के भन्छ तर्न आइपुगेन भने त्यो त नपुगेर त यहाँबाट गरेको नि ल अब हामी यो ठाउँ निस्केर अब यता कुलेखानी भिलेज रिसोर्ट जाने प्लान छ अब के हुन्छ हेरौँ न त्यहीँ गएर बोटिङ नै गर्ने प्लान छ अब उता गएर बोटिङ नै गर्नेछौँ स्पिडवाला स्पिडवाला हाई स्पिड सुन्न भन्न त्यहाँ मैले बोटिङबाट हामी चाहिँ कुलेखानी भिलेज रिसोर्टमा आएको एउटा दाइको हो यो चाहिँ एकै अब दाइ एकैछिनमा आउनुहुन्छ अरे अब हामी यहाँ के सबै बुझ्छु बोटिङको सोटिङ के गर्ने इन्फर्मेसन अनि त्यसपछि अब बोटिङ गर्छु होला सायद फर्स्टमा ल लुक एट द झरना गाई शान्तिनो झरना है शान्तिनो झरना हामी चाहिँ कुलेखानीमा के अलिकति ढिला हुन्छ भनेर हामी निस्क्यो है त्यहाँबाट अब हामी अर्कै ठाउँ जानुपर्ने हुन्छ यो क्याफे होइन जस्तो हो जस्तो छ फेरि बन्द जस्तो छ जाउँ न आइज ल म चाहिँ अब झरनातिर लाग्नु लाग्यो होइन ल दामी छ त है आइज न आइज तिनीहरू सबै त्यहीँ छ है म चाहिँ आएको ल शान्तिनो झरना अब यसको सिनेमेटिक हेरौँ है गाइस यसको सिनेमेटिक हेरौँ है आफ्नै धुनमा छ है फेरि त अब यसो माथि के कस्तो छ हेर्न लाग्यो एक्लै जानु लाग्छु म चाहिँ अघि क्या लडिदिरहेको खुट्टा दुखिरहेको छ त्यही माथि त्यही खुट्टा पर्दिरहेको मेरो या तिनीहरू आएकै छैन क्या कहाँ गयो ये फितूर मेरा राया आउँदैन गीत यिनीहरू कहाँ छ यार ओइ उता रहेछ आइज ओ यहाँ माथि आइज ल यिनीहरू यहीँ रहेछ अब जान्छु ऊ यहाँ रहेछ ठुलो सबसे ठुलो झर्ना ल विल गो दौडौँ न ट्राई गरौँ आया
लाग्दैन हौ खुट्टा। अहिले 10:30 भइसकेको छ अनि म चाहिँ कीर्तिपुर 3 बजीभित्र पुग्नुपर्ने हुन्छ, 3 साढे 3, किनकि आई हेभ टु गो स्कुल एन्ड डु सम स्टफ होइन। अब यहाँबाट बोटिङ गर्ने भनेको बोटिङ गर्ने ठाउँमै भेटाएको छैन क्या हामीले। यिनीहरू आयो, फोटोसोटो खिचेर आयो यिनीहरू चाहिँ, मैले नि 1-2टा खिचेँ होइन। सायद यो भ्लग अलि लामै हुन्छ होला है, सो राम्रो रमाइलो गरेर हेरिदिनु होला। आजको हाम्रो भ्लग चाहिँ भन्नु डेन्जरसँग छ। आजको हाम्रो भ्लग एकदमै रोमाञ्चक तथा एकदमै साथीभाइमा यसो घुमघाम कहिलेकाहीँ एकदम राम्रो दृश्यहरू तपाईँहरू हेर्न सक्नुहुनेछ। ल हाम्रो राइडमा आज 4 जना थियौँ हामी। यो नयाँ बजारको ढिमेढा बजाउने मान्छे, लालहाइलको बास्केटबलको च्याम्पियन र हाम्रो नेपाल अधिराज्यको च्याम्पियन, अनि म भने च्याम्पियन। गाइजहरू हेर्न सक्नुहुन्छ, डिस्प्ले चाहिँ एकदमै राम्रो छ, यो नयाँ डिस्प्ले। हाम्रो बेली भने 3 महिना पुगिसकेको छ। 4 महिनाको लागि उहाँलाई बधाई तथा शुभकामना भन्दै जय नेपाल। यहाँ चाहिँ हामीले एउटा खतरा ठाउँ देख्यो क्या, अब यस्तो ग्रिनेरीमा होइन, टक्क साइडमा खोला भन्ने कि ड्याम भन्ने, अब राम्रोवाला ग्राउन्ड रहेछ क्या, भलिबल नि खेल्न मिल्ने, फुटबल नि खेल्न मिल्ने रहेछ क्या। हो पोस्टर टक्क राखेर, अत भ्यू म्यान, अत भ्यू। तर बाटो चाहिँ अब यो बनाउनु पर्ने हुन्छ है। बाटो पिच भएको भए चाहिँ अलि रमाइलो हुन्थ्यो, बाटो अफरोड भएर अलिक गाह्रो भयो। अब हामी यहाँबाट लाग्छौँ चाहिँ, अहिले चिटलाङमा आइसकेको छौँ अनि खाना खाने चाहिँ अब हामीले यहीँ निर्णय गरिसकेँ कन्फर्म। यहाँ रहेछ सिस्नो, ओइ चिटलाङ भिलेज रिसोर्ट रहेछ यहाँ, ठाउँको नाम चाहिँ वाइल्ड टाढा हुन्छ नि, यहाँ सिधै हुन्छ काठमाडौँ चन्द्रगिरीमा हो। ए ठाङ्गुर पो पुग्छ यहाँबाट, ठिकै छ नि त, जाउँला नि। तर मलाई होइन 3 बजीभित्र पुग्नुपर्छ है। पुग्छ हो, कति बजी 11 कि कति बजी? 11:30 हुनुलाई। ल साइलेन्ट छ क्या अब यहाँको ठाउँ, बुझ्नु भएन। मैले चाहिँ अब छिटै मुकबाङको भिडियो ल्याउन लागेको छु। यहाँको गार्डन, ल अब यहाँ के हुन्छ गफसफ गरौँ। राम्रो रहेछ यार ठाउँ चाहिँ। चाहिँ के खाना खाने उसको चाहिँ पेट दुख्यो अरे होइन, उसको अब जहिले यस्तै हुन्छ क्या, अब हामी यहाँ खाना खान्छौँ अनि एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि विल गो ब्याक टु कीर्तिपुर। ल मेरो लगा न, धुलो भए लगा भन्छ। धुलो धुलो रे, कहाँ छ धुलो धुलो। अब हाम्रो अलिकति फोटोसुट अलिकति जाओस् न होइन, फोटोसुट जान्छ अनि त्यसपछि विल गो है। हाम्रो फोटो खिच्ने कार्यक्रम सबै सकिसकेको छ। हेर्दै सार्दैछ यता अरुण भाइले। अब हाम्रो खाना एकैछिनमा आउँछ होला 5-10 मिनटमा। हात धोइरहेछ। ल खाना लास पक्राइछ, अब खाना बनाइरहेछ। के भन्नु गाह्रो छ, टाढा साडा आयो। हाम्रो
आफ्टर 3 hours 4 hours पछि है हाम्रो खानाहरू हाम्रो सेकेन्ड लट केटा पापड नि मगान पापड मिटिनु हो हन्टर छैन हाम्रो केटा फेरि अलिकति हालिदिनुहोस् मेरै छ त्यहाँ साग पर्छ अझै हालिदिनुहोस् कोरिमान किन खाने चलन नखाओस् हेर्नु गाइस त्यो क्या हेर्छ त्यहाँ अब हामीले अलिकति टिकटक बनाउनै पर्ने हुन्छ होइन किनकि हामी त अलिक चल्दा बल्ल हुन्छ होइन भाइ टिकटक कटेर अब काठमाडौँतिर बाटो चाहिँ होइन साइडै बाटो रहेछ क्या साइडै बाटो टेन्सन टाइम लाग्छ नि अब 12 किलोमिटर देखाएको थियो हामी त्यो ठाउँबाट पुग्दैन टाढो त्यहाँहरू पुग्दैन अब उताबाट कति 50 किलोमिटर छ उताबाट टाढो पुग्छ यहाँभन्दा यसले रोनी भाइ अब हेर्नु अब चाहिँ राम्रो आयो 50 किलोमिटर कहाँ पाऱ्यो हो पानी नपऱ्यो पानी पऱ्यो भने घाट घाट होइन पानी चाहिँ नपरोस् है ओ देओस् बाटो दबी तेरो ड्राइभिङ सिट चाहिँ राम्रो लाग्यो तर छिनछिनमा चाहिँ उनीहरू आइसक्यो ल हिँड्नु उनीहरू आइसक्यो है डब्बाहरू उडिरहेको भाइ कस्तो हुन्थ्यो होला आइरहेको है पछाडि मैले भनेको थिएँ के भन्छ अघि नै मैले बाटो नराम्रो छ भनेर नराम्रो होइन क्या हामी टाढा पुग्नुपर्छ चाँडो ल बाटो अब यो बालेन सरकार यो बाटो बनाइदिन्छ टाढोभन्दा टाढो हाम्रो ट्राफिकको मात्रै जरिवानाको रुल्स पठाएको छ बाटोको चाहिँ के गर्ने हो सरकार होइन भरि आरएसपी राखेको छ खै आरएसपी आउने बाटो यस्तो छ आरएसपी आउने बाटो यस्तो
बाटोमै आरएसपीको लोगो प्रिन्ट गरेको छ कच्ची बाटोमै। ल यहाँको चाहिँ अब बाटो बनाइदिनु पऱ्यो है। ल अब अब पछि केही महिनापछि आउँछु फेरि यस्तै रहेछ भने चाहिँ फेरि गाह्रो पर्ला है सरकार। गाह्रो पर्ला है गाह्रो। बल्ल अलि राम्रै बाटो आयो है हेर्न सक्नुहुन्छ। अलिक बढी अब सबै बाटो यस्तै हुनु पऱ्यो क्या। यति भयो भने गुड छ गुड होइन भन्छ हो। ल फेरि बिचमा बनाइरहेको रहेछ। अब चाहिँ बस्नलाई सजिलो भइरहेको छ। अलिक त पेट पनि गुरगुर गइरहेछ। भर्खर खाना खाएर निस्केको। ल यतिको बाटो भयो भने ठिकै हो नि होइन र हो। अनि फेरि आयो टक्का जब टक्केर है मेन्टेनेन्स भइरहेको रहेछ। बब्बा हुस चिसो भइरहेको है। चिसो भइरहेको छ क्या चिसो। म त अब पुग्यो हामी धेरै छैन हो। छैन ए भइगयो त यार। त्यति बाटो राम्रो पायो है पुग्यो। दामी लागेको छ मलाई। यहाँ चाहिँ कस्तो राम्रो देखिन्छ क्या बाटो पनि सबै म्याच गरिरहेको छ क्या होइन भन्छ। ल त्यो हावा आइरहेको छ क्या तर है हो नि जाडो भन्दैछ। अब खै त्यो आई डोन्ट नो द प्लेस नेम होइन तर हुस्टो लागेर चाहिँ राम्रो क्या। अब कस्तो भन्नु यो माथि धेरै भएर होला होइन हाइटमा यो हेर्नु सक्नुहुन्छ भाइ। यता टाइम बस्छ है। बब्बाल केही देख्दैन क्या अब होइन केही देख्दैन त केही देख्दैन। उनीहरू चेन्ज गर्न लाग्यो। ल हुस्टु भर्खर खुलिसक्यो है। भर्खर हुस्टु खोलिसक्यो। यहाँबाट खस्यो भने के हो नि पसल बन्द भएर अब यो यसो घर यहीँ हो। यो विल गो नाउ। अनि पनि कता राधा हिलमा त्यो बाइक धुन जान्छु भनेको छ। यसले पनि बाइक धुन्छ रे स्कुटर। अब थ्याङ्क फर वाचिङ। सब्सक्राइब गरिदिनु होला।